नमस्कार साथीहरु, स्वागत छ तपाईलाई हाम्रो युट्युब च्यानलमा। आजको भिडियोमा हामी साउन 27 गते लाग्ने भनिएको सूर्य ग्रहण बारे जानकारी दिनेछौँ। यो ग्रहण के हो, नेपालबाट देखिन्छ कि देखिँदैन, कुन राशिमा कस्तो प्रभाव पर्ने भन्ने ज्योतिषीय मान्यता र वैज्ञानिक रूपमा के सत्य हो भन्ने सबै कुरा बुझ्नेछौँ। सूर्य ग्रहण भनेको के हो? सूर्य ग्रहण तब हुन्छ जब चन्द्रमाले पृथ्वी र सूर्यको बीचमा आएर सूर्यको केही भाग वा पुरै भाग छेक्छ। यो पूर्ण रूपमा प्राकृतिक अखोलिए घटना हो। नेपालबाट देखिन्छ। यदि यो ग्रहण नेपालबाट देखिने अवस्था भएमा सुरक्षित सोलर फिल्टर प्रयोग गरेर मात्र हेर्नुपर्छ। नाङ्गो आँखाले वा सामान्य चस्माले हेर्नु हुँदैन, किनकि यसले आँखामा स्थायी क्षति पुर्याउन सक्छ। राशिमा प्रभाव। ज्योतिषीय विश्वास। धेरै ज्योतिषीहरूको मान्यता अनुसार ग्रहको समयमा केही राशि शुभ र केही राशिमा चुनौतीपूर्ण प्रभाव पर्न सक्छ, तर यी धार्मिक वा ज्योतिषीय विश्वास हुन्, वैज्ञानिक रूपमा प्रमाणित तथ्य होइन। कसैले आर्थिक लाभ, नयाँ अवसर वा सावधानी अपनाउनु पर्ने कुरा पनि बताउँछन्, तर कुनै पनि व्यक्तिलाई लोटरी पर्ने वा निश्चित घटना हुने ग्यारेन्टी हुँदैन। ग्रहणको समयमा के गर्ने? सुरक्षित चस्मा प्रयोग गर्ने, धार्मिक विश्वास अनुसार ध्यान, पूजा वा मन्त्र जप गर्न सकिन्छ। नाङ्गो आँखाले सूर्य नहेर्ने, सामाजिक सञ्जालमा आएका अनुपस्थित हल्ला वा अफवाह विश्वास नगर्ने। वैज्ञानिक तथ्य छ सूर्य ग्रहण सामान्य प्राकृतिक घटना हो। यसले पृथ्वीमा कुनै रहस्य शक्ति वा निश्चित रूपमा भाग्य परिवर्तन गराउँछ भन्ने वैज्ञानिक प्रमाण छैन। अन्तिममा, यदि तपाईलाई यो जानकारी मन पर्यो भने भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। नयाँ अपडेटका लागि बेल आइकन पनि थिच्नुहोस्। धन्यवाद।